मैले युट्युब च्यानल मनका कुरा बाई नवीनमा विभिन्न प्रकारको मानसिक समस्या जस्तै एन्जाइटी र क्यान्सरसँग सम्बन्धित केही कुराहरू राखेको छु र आशा छ हजुरहरूले यसलाई साथ सहयोग सपोर्ट माया गरिदिनुहुनेछ भन्ने यो राख्नुको क्यान्सर र एन्जाइटीको भिडियोहरू राख्नुको मुख्य उद्देश्य भनेको गाउँ गाउँमा क्यान्सरको बारेमा जनचेतना होस्, सबैले क्यान्सरको बारेमा थाहा पाउन्। जहाँ चाहिँ टेलिभिजनहरूको पहुँच छैन, जसले चाहिँ पत्र-पत्रिकाहरू पढ्न पाउँदैनन्, त्यसले पनि युट्युब च्यानलको माध्यमबाट जानकारी पाउन् कि क्यान्सरको बारेमा अनि जस्तो मानसिक समस्या एन्जाइटीको बारेमा जानकारी पाउन्। यसलाई चाहिँ कसैलाई भइहाल्यो भने, कसैलाई सङ्क्रमण भइहाल्यो, क्यान्सर सङ्क्रमण भइहाल्यो र कसैलाई मानसिक समस्या एन्जाइटी भइहाल्यो भने पनि उनीहरू कसरी यस्तो अवस्थामा कसरी अगाडि बढ्न सक्छन्, उनीहरूले कसरी आफूलाई बुझाउन सक्छन्, यसलाई कसरी जित्न सक्छन्, योबाट कसरी बाहिर निक्लिन सक्छन् भन्ने उद्देश्यले मैले भिडियोहरू बनाउन गइरहेको छु। नमस्कार सम्पूर्ण मेरो शुभचिन्तक शुभेच्छा मित्र दाजुभाइ दिदीबहिनीहरूमा नवीन खड्काको तर्फबाट आज पनि म सदा झैँ एउटा फरक नयाँ विषयवस्तु ल्याएर हजुरहरूमा आज आइसकेको छु। आशा छ हजुरहरूले यसलाई पनि साथ सहयोग सपोर्ट गरिदिनुहुनेछ भन्ने। मानिसको जीवनमा विभिन्न प्रकारका समस्याहरू आउँदै जाँदाखेरि, विभिन्न प्रकारको परिवर्तनहरू हुँदै जाँदाखेरि तनाव भन्ने शब्द चाहिँ हामीले धेरै युज गरेको पाइन्छ। तर यो तनाव कस्तो कस्तो किसिमको तनावहरू मानिसको जीवनमा हुन्छन् त भन्ने विषयमा चाहिँ सबैलाई जानकारी नहुन सक्छ। तनाव खालि तनाव 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 मात्रै भनेर भनिन्छ, तर कस्तो कस्तो किसिमको तनावहरू हुन्छन् त भन्ने कुरा चाहिँ धेरैलाई थाहा नहुन सक्छ र धेरैलाई जानकारी नहुन सक्छ। त्यसैले मैले सोचेको, मैले मेरो दृष्टिकोण अनुसार, मेरो विचार अनुसार चाहिँ तनावलाई चाहिँ 4 भागमा विभाजन गर्न सकिन्छ। विशेष गरी 1 नम्बरमा चाहिँ कल्पनाजन्य तनाव, अर्को चाहिँ परिस्थितिजन्य तनाव, तेस्रो वियोगजन्य तनाव, चौथो चाहिँ व्यक्तिजन्य तनाव। अनि कल्पनाजन्य तनाव भनेको कस्तो तनावलाई चाहिँ कल्पनाजन्य तनाव भन्ने त भनेर अब जिज्ञासा हुनसक्छ। कल्पनाजन्य तनाव भनेको जहाँ चाहिँ केही पनि भएको हुँदैन, खालि हामीले कल्पना मात्रै गरेर, हामीले त्यसलाई सोचेर मात्रै, हामीले त्योबाट रिजल्ट चाहिँ त्यसको शून्य नै हो, तर सोचेर मात्र गरिने तनाव हुन्छ भने त्यसलाई कल्पनाजन्य तनाव भनिन्छ। विशेष गरी कल्पनाजन्य तनाव चाहिँ विभिन्न प्रकारको ओभर थिङ्किङ, एन्जाइटी पीडितहरूलाई चाहिँ हुने गर्दछ। यो चाहिँ यस्तो गरिन्छ कि जुन कुरा चाहिँ हुने नै छैन त्यही कुरामा सोचेर, त्यही कुरामा गलत अन्दाज लाएर, त्यही कुरामा गलत विचार, गलत दृष्टिकोण लाएर गरिने तनाव चाहिँ कल्पनाजन्य तनाव हो। कल्पनाजन्य तनावमा चाहिँ विगतको कुराहरू र पछि भविष्यमा हुने कुराहरू, फ्युचरको कुराहरूलाई लगेर गरिने लाइने अन्दाज, गरिने व्याख्या यस्तो तनावमा अन्तर्गत पर्दछन्। अनि अर्को चाहिँ परिस्थितिजन्य तनाव चाहिँ यो क्षणिक समयसम्म चाहिँ परिस्थितिजन्य तनाव रहन सक्छ। परिस्थितिजन्य तनाव चाहिँ कुनै दुःखद घडीमा, बिरामी भएको अवस्थामा, अब कसैको चाहिँ यदि लभ परेर ब्रेकअप भएको छ, त्यस्तो अवस्थामा चाहिँ परिस्थितिजन्य तनाव हुनसक्छ। यो चाहिँ क्षणिक हुन्छ, केही समयपछि चाहिँ यो बिस्तारै बिस्तारै हटेर जान्छ आफै। अनि त्यसपछि जस्तो अब बच्चाहरूको फिस तिर्नु छ, बोर्डिङमा बच्चाहरूको फिस तिर्नु छ, अब स्कुलमा फिस तिर्नु छ भनेपछि चाहिँ त्यहाँ परिस्थितिमा अब आफूसँग पैसा छैन भनेपछि केही तनाव आउँछ र त्यो तनाव चाहिँ अब फिस तिरिसकेपछि आफै नै हटेर जान्छ। त्यसलाई अब पोजिटिभ सोच्न भन्ने त्यहाँ चाहिँ तरिका नै हुँदैन। परिस्थितिजन्य तनावलाई चाहिँ जसलाई पनि हुनसक्छ, जसलाई पनि हुनसक्छ, जति बेला पनि हुनसक्छ, त्यो चाहिँ केही भन्न सकिँदैन। अनि अर्को छ वियोगजन्य तनाव। वियोगजन्य तनाव भनेको कस्तो हुन्छ? आफन्तजनहरूको मृत्यु, आफन्तजनहरूको, अनि त्यसपछि दुःखद खबर, अनि त्यसपछि साथीभाइहरूको दुःखद खबर को कारणले गर्दाखेरि आउने तनावलाई चाहिँ त्यस्तो तनाव भनेर भनिन्छ। र अनि अर्को चाहिँ के छ? व्यक्तिजन्य तनाव। व्यक्तिजन्य तनाव भनेको कस्तो भन्दाखेरि कुनै व्यक्तिको कारणले गर्दाखेरि तपाईँलाई तनाव भइरहेको छ, कुनै व्यक्तिको दबाब, कुनै व्यक्तिको बोली, कुनै व्यक्तिको
व्यवहारले गर्दाखेरि हजुरलाई तनाव भइरहेको छ, हामीलाई तनाव भइरहेको छ भनेपछि त्यो व्यक्तिजन्य तनाव अन्तर्गत पर्दछ। र अब कुरा गरौँ यिनीहरूलाई कसरी समाधान गर्न सकिन्छ त भन्ने कुराहरू। विशेष गरी कल्पनाजन्य तनावलाई चाहिँ समाधान गर्नुको लागि केही गर्नु पर्दैन, आफूले सोच्ने बन्द गर्ने र अनि त्यसपछि आफूले आफूलाई नै सम्झाउने त्यो मैले फाल्तु कल्पना नै गरेको छु, त्यो केही पनि हुनेवाला छैन भनेर आफूले आफूलाई बुझाउने। अनि त्यसपछि विभिन्न प्रकारका ब्रिथिङको टेक्निकहरू गर्ने, अनि योगाका अभ्यासहरू गर्ने, अनि त्यसपछि ग्राउन्डिङको अभ्यासहरू गर्ने भनेपछि चाहिँ त्यो तनावहरू चाहिँ बिस्तारै बिस्तारै कम हुँदै जाने गर्दछ। अरू तनाव चाहिँ अब सबैको जीवनमा आइ नै राखेको हुन्छ, तर त्यसलाई कसरी डिल गर्ने, कसरी लग्ने, कसरी हेर्ने भन्ने चाहिँ आफ्नो हातमा हुन्छ। हस्त, धन्यवाद।